अब खाली जानलाई प्लेनको टिकट सस्तो छ, यहाँदेखि धनगढी जान महँगो छ। के गर्ने, घर जाने कि दुबई मलेसिया? 17,000 राम्रा दिन्छ, 20,000 खर्च आउँछ भनेपछि भोलि म बिहे गर्ला, मेरो छोरा छोरी होला, मेरो छोरा छोरीले कसरी अगाडि बढाउने कि मेरो आफ्नै पेटलाई भइराखेन क्या। काठमाडौँ बसेको 5 वर्ष लगभग हुन लाग्यो होइन। 5 वर्षमा आफ्नो पेट भात, मैले भात खाएको छु, म भोको छैन, तर घर परिवारको आश होइन, छोरा काठमाडौँमा छ, ए आश त हुन्छ नि त होइन। ग्यास भएन भने रोकिन्छ खाने ग्यास। हातमा छ ग्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3वटासम्म भरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास, जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास। खानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु। यिनका मनको पीडा म कहाँ गई पोखु। लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो हिमाल फेदी मुन्टी र कहिले बन्छ ग्यास भर्ने पँधेरो। धन्यवाद।